अन्ततः उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेलाई पुनः थुनामा पठाउन आदेश दिएको छ। यो लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र एक किसिमको तरङ्ग समेत पैदा भएको छ। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा शुक्रबार उच्च अदालतले तुलसीपुरको बुटवल इजलासका न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रवि लामी छानेलाई थुनामा पठाउन आदेश गरेको हो। यसअघि लामी छानेलाई जिल्ला अदालत रूपन्देहीले सोही प्रकरणमा 1 करोड धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको थियो। सो आदेश विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालत गएको थियो भने रवि लामी छाने पनि धरौटी बदरको माग गर्दै उच्च अदालत पुगेका थिए। सोही पुनरावेदन विरुद्ध अदालतले उनलाई यति बेला थुनामा पठाउने आदेश दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने भर्खरै मात्र लामो समयको निलम्बनपछि पुनः सभापतिमा फर्किएका थिए भने उनले देश दौडाको कार्यक्रमलाई समेत तीव्र बनाएर विभिन्न शेड्युलहरू समेत राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरिसकेको थियो। भोलि मात्रै उनले चितवनमा बृहत सभालाई सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको थियो। तर भर्खरै उच्च अदालत बुटवलले उनलाई पुनः थुनामा पठाउने आदेश दिएको छ। पछिल्लो समय देशमा विकसित भइरहेका विभिन्न राजनैतिक घटनाक्रमहरूलाई यति बेला चर्को रूपमा मूल्याङ्कन गरिरहेको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेलाई पुनः बुटवल अदालतले थुनामा पठाउने आदेश दिनुलाई निकै महत्त्वका साथ हेरिएको छ।